यदि तपाईले टोखा एरियामा आफ्नो लागि ब्रान्ड न्यू घर खोजिरहनु भएको छ भने सम्पूर्ण मानवहरूलाई खुसीको खबर। अहिले हामीसँग यो 4 आना 1 पैसा क्षेत्रफलमा बनेको त्यो पनि दक्षिण मोडाको मजाले अगाडि हेर्न सक्नुहुन्छ। तपाईँले ढलान गरेको बाटो पनि पाउनुहुनेछ भने घर एकदमै ब्रान्ड न्यू रहेको छ। आउनुस् घर टुर गरौँ। यतापट्टि ठुले गाडी अटाउने पार्किङ स्पेस नि रहेको छ भने त्यो ठाउँमा पनि दुईटा बाइक मजाले अटाउने पार्किङ स्पेस नि छ। यतापट्टि साइडमा तपाईँले 1 BHK रेन्टल स्पेस नि रहेको छ भनेदेखि जम हामी माथितिर सरसर्ती यतापट्टि भयो तपाईँले सुर्याक यता पाउनुहुनेछ भनेदेखि सबै भुइँतिर सबै जङ्गल सिजनको मार्केटिङ पनि गरेको पाउनुहुनेछ। घर ब्रान्ड न्यू है हजुर। 14x14 को पिलर हाली घर बनाइएको एकदमै राम्रो छ है प्रपर्टी। लाउनुस् सरसर्ती आइसकेपछि हामीले किचन एरिया यतापट्टि पाउनेछौँ भनेदेखि किचन सबै मोडुलर डिजाइनको किचन हो। यतापट्टि तपाईँले डाइनिङ स्पेस पाउनुहुन्छ भने डाइनिङ स्पेसको यतापट्टि साइडमा तपाईँले बाल्कनी नि पाउनुहुन्छ। यतापट्टि आइसकेपछि तपाईँले ठुलो स्पेसियस लिभिङ स्पेस पाउनुहुन्छ। एकदमै ठुलो रहेको छ। माथिपट्टि फल सिलिङ हेर्नुहोस् त्यही अनुसारको राम्रो डिजाइनको नै रहेको छ भनेदेखि लाउनुहोस्। अब यतापट्टि जाउँ। घर एकदमै राम्रो छ है हजुर। बाथरुम मिलाएर बनाइएको घर छ भने यतापट्टि तपाईँले कमन बाथरुम पाउनुहुनेछ। र यो भयो हाम्रो गेस्ट बेडरुम। गेस्ट बेडरुमको यतापट्टि तपाईँले मिनी बाल्कनी पनि पाउनुहुन्छ भने अब जाउँ माथि मास्टर बेडरुममा है हजुर। सरसर्ती आउनुहोस्। घर एकदमै राम्रो गरी बनाइएको छ। एकदमै रिजनेबल रेटमा पनि आएको छ है हजुर। प्राइस चाहिँ म तपाईँलाई लास्टमा भनिदिनेछु। एकदमै राम्रो छ प्रपर्टी। माथिपट्टि तपाईँ आइसकेपछि 3टा बेडरुम रहेको छ। यतापट्टि पनि एउटा बेडरुम छ भनेदेखि यो हाम्रो पूजा कोठा भइहाल्यो। यो पनि हाम्रो एउटा बेडरुम रहेको छ भनेदेखि यो रह्यो हाम्रो वासिङ मेसिन राख्ने स्पेस है। र यो भयो हाम्रो मास्टर बेडरुम। ल हेर्नुहोस् यस्तो ठुलो छ मास्टर बेडरुम। यसमा तपाईँले एट्याच बाथरुम नि पाउनुहुनेछ भने घर एकदमै राम्रो लोकेसनमा छ है। घर ग्रान्डी हस्पिटलबाट मात्र 500 मिटर पर रहेको छ। घर एकदमै राम्रो छ हजुरले देखि नै हाल्नुभयो। यदि फिल्ड भिजिट गर्न चाहनुहुन्छ अथवा थप जानकारी लिन चाहनुहुन्छ भने आजै स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। हस्त नमस्ते।